फ्याउरो र मुजुर। एक दिन एउटा फ्याउरो खानाको खोजीमा जङ्गल घुम्दै थियो। धेरै समय खोज्दै हिँडे पनि उसले केही खानेकुरा भेटेन। दिनभरको हिँडाइले थाकेर ऊ एउटा रुखमुनि आराम गर्दै थियो। अचानक उसले एउटा मुजुर देख्यो। उसले त्यही मुजुरलाई खाने विचार गर्यो। मुजुरलाई कसरी खाने? म रुख चढ्न सक्दिनँ। फ्याउरो उपाय सोच्न थाल्यो। फ्याउरो मुजुर नजिक गयो र भन्यो, ओहो, मेरी प्यारी मुजुर बहिनी, तपाईँ यहाँ पो बसिरहनु भएको? आज तपाईँ जङ्गलको सभामा आउनु भएन? मुजुरले आश्चर्य मान्दै जवाफ दियो, किन र फ्याउरो दाई, आज जङ्गलमा त्यस्तो के भयो र? फ्याउरोले भन्यो, म त भर्खरै जङ्गलबाट फर्कदैछु मुजुर बहिनी। आज जङ्गलमा ठुलो सभा भयो नि। सबै जनावर एकसाथ भेला भएर एउटा महत्त्वपूर्ण निर्णय गरेका छन्। मलाई पनि खुसी लागेको छ। मुजुरले सोध्यो, त्यस्तो के भयो र? तपाईलाई केमा खुसी लागेको नि? फ्याउरोले मुजुरलाई मक्ख पार्नका लागि भन्यो, तिमीलाई थाहा छ? अबदेखि जङ्गलमा बस्ने कुनै पनि पशुपक्षी बीच झैझगडा नगर्ने र ठुलोले सानोलाई नमार्ने निर्णय भएको छ नि। अब तपाईँ मदेखि डराउनु पर्दैन। ढुक्क भएर मेरो नजिक आए हुन्छ। अब त मैले तपाईलाई केही पनि गर्न मिल्दैन क्यारे? मुजुर पनि फ्याउरोभन्दा के कम। उसले मुसुक्क हाँस्दै भन्यो, ए, त्यसो भए अबदेखि सिंह, बाघ र चितुवाले घाँस खान्छन् हो फ्याउरो दाई? मुजुरको जवाफले फ्याउरो हिस्स पर्यो। उसले अझै अघि सरेर भन्यो, त्यो त हो, तर यस विषयमा केही कुरा भएन। तपाईको कुरा चाहिँ सही हो। एकपटक तपाईँ र म जङ्गलका राजालाई सोध्न जाउँ न त। मुजुरले एकछिन सोचेर फेरि भन्यो, होइन फ्याउरो दाई, जङ्गल जानु आवश्यक छैन। किन जानु पर्यो? त्यहाँबाट केही शिकारी कुकुर आउँदैछन्, तिनीहरूलाई नै सोध्नु पर्ला नि। शिकारी कुकुरको नाम लिने बित्तिकै फ्याउरो डरले थरथर भयो। उसले मनमने भन्यो, ओहो, शिकारी कुकुरले भेट्यो भने त मलाई मार्छ। अब म यहाँबाट भाग्नु नै उचित हुन्छ। फ्याउरो भाग्न खोज्यो। मुजुर बोल्यो, होइन फ्याउरो दाई, शिकारी कुकुरको नाम सुन्नासाथ किन हिँड्न लाग्नु भएको त? भर्खरै कसैले कसैलाई नमार्ने निर्णय भएको भन्नुभएको होइन र? फ्याउरोले हडबडाउँदै भन्यो, मुजुर बहिनी, सायद ती शिकारी कुकुरलाई जङ्गलमा भएको निर्णय थाहा नहुन सक्छ नि त। त्यसैले अहिले म यहाँबाट हिँड्नुमा नै भलो हुन्छ। आफूलाई फ्याउरोले ढाँटेको कुरा मुजुरले थाहा पाइहाल्यो। त्यसैले कुनै पनि सङ्कट वा समस्यामा पनि ध्यानपूर्वक बुद्धि र विवेक प्रयोग गरी सोच्नुपर्छ। Subscribe for more stories.